नेकपा एमालेद्वारा आयोजित जनसभाका आदरणीय अध्यक्षज्यू, पार्टीका केन्द्रीय कमिटीका सदस्यज्यूहरू, पार्टीका विभिन्न तहका केन्द्रदेखि वडा तहसम्मका सबै नेता कमरेडहरू, नेकपा एमालेले आयोजना गरेको यस जनसभालाई सफलतापूर्वक सम्पन्न गर्नका निम्ति सुर्खेतका विभिन्न पालिकाबाट, कर्णालीका विभिन्न जिल्लाबाट सुर्खेतमा बसोबास गर्नुहुने यस कार्यक्रममा उपस्थित सबै महानुभावहरू, पत्रकार साथीहरू, विभिन्न राजनीतिक पार्टीका मित्रहरू सबैलाई म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। तपाईहरू जो जनता यहाँ उपस्थित हुनुहुन्छ, राजनीतिक पार्टीका निम्ति, देशका निम्ति तपाईँ यहाँ उपस्थित सबै महानुभावहरू न्यायाधीश हुनुहुन्छ। न्यायाधीश भएका कारणले गर्दा म नेकपा एमालेको एउटा कार्यकर्ताका हैसियतले यहाँ उपस्थित हुनुहुभएका आदरणीय न्यायाधीश ज्यूहरू समक्ष देशको अवस्थाका बारेमा नेकपा एमालेले लिएका नीति विचार र कार्यक्रम र धारणाहरू तपाईहरूको बीचमा समयलाई ध्यानमा राखेर राख्नका निम्ति उपस्थित छु। तपाईहरूले उपयुक्त ठान्नुभयो भने, तपाईले सही ठान्नुभयो भने ती विचारहरूलाई तपाईले घरमा गएर आफ्ना छिमेकीसँग, आफ्ना साथीभाइसँग सम्प्रेषण गर्नुहुनेछ, छलफल गर्नुहुनेछ। किनकि देश हाम्रो हो, देश हामीले चलाउने हो। देशको विकास र निर्माणमा जनताको जति सहभागिता, जति सक्रियता हुन सक्यो, त्यति छिटो देशको विकासको गतिलाई अगाडि बढाउन सकिन्छ। जनता जति जागृत र सङ्गठित भए त्यति छिटो, त्यति धेरै जनताका बीचमा वा समाजमा रहेको अन्यायको अन्त्य हुन्छ, अत्याचारको अन्त्य हुन्छ। एक आपसमा सद्भाव र विश्वास गरेर अगाडि बढ्न सकिन्छ। मुलुकमा नेकपा एमाले बाहेक पनि अभिलेखमा धेरै पार्टी छन्, अभिलेखमा धेरै पार्टी छन्। बेला बखतमा सामाजिक सञ्जालमा देखा पर्ने परिस्थिति रहन्छ। ती पार्टीले के गर्दैछन् ती पार्टीका नेता र कार्यकर्ताले जानुन्। तर नेकपा एमाले जनताको पार्टी भएकै कारणले गर्दा नेकपा एमाले प्रति जति प्रश्न उठाइएको भए पनि, नेकपा एमाले प्रति जसरी मिलेर आक्रमण गरिएको भए तापनि फेरि त्यसको सारथी, त्यसको निर्णायकर्ता जनता नै भएका कारणले गर्दा विषम परिस्थितिका बावजुद अहिले परिस्थिति त्यति सहज छैन, त्यति अनुकूल छैन, त्यति साधारण छैन। तर त्यसका बावजुद नेकपा एमाले खालि सुर्खेत जिल्लामा मात्रै होइन, आज मात्रै देशका 77 जिल्लामा जनतालाई भेला गरेर नेकपा एमालेका नेता कार्यकर्ताले आफ्ना धारणाहरू जनताका बीचमा राखिरहेका छन्। यस कारणले कि नेकपा एमाले कुनै ठुला बडाहरूको पार्टी होइन, नेकपा एमाले जनताको पार्टी हो। जनताको पार्टी हो भने परिस्थिति बदलिए अनुसार, समय बदलिए अनुसार, घटनाक्रम बढे अनुसार जनतालाई बेलैमा सचेत गर्न सकिएन, जनतालाई कुरा बुझाउन सकिएन भने जनता अलगलमा पर्दा फाइदा अरूले नै पनि लिँदा रहेछन्। त्यसकारणले यो सभा जनतालाई सचेत वा जनताका बीचमा आफ्ना कुरा राखेर देश बनाउने कुरा, देश बचाउने कुरा, जनता बचाउने कुरा, जनतालाई अगाडि बढाउने कुराका लागि हामीले यो सभाको आयोजना गर्ने निर्णय पार्टी केन्द्रले गरे मुताबिक जिल्ला पार्टीले जुन तयारीका साथ यो कार्यक्रमको आयोजना गर्यो त्यसका लागि जिल्ला पार्टीलाई धन्यवाद भन्न चाहन्छु। प्रतिकूलताका बावजुद, समस्याका बावजुद तपाईहरू यहाँ आएर हामी समेतलाई हौसला दिने गरी जुन उपस्थिति जनाउनु भयो त्यसका निम्ति तपाईँ सहभागी सम्पूर्ण महानुभावहरूलाई पार्टी केन्द्रका तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म 2-3टा मात्रै विषय समयलाई ध्यानमा राखेर म तपाईहरुका बीचमा राख्न चाहन्छु। अहिलेको अवस्था सामान्य अवस्था छैन। तपाईहरुले पनि सामाजिक सञ्जालबाट कतिपय आफ्नै आँखाले हेरिरहनु भएको छ। जनताले चुनेको सरकार भदौ 23 गतेदेखि छैन।
तपाईले चुनेका जनप्रतिनिधिहरूले सभा सम्मेलन गर्ने प्रतिनिधि सभा अहिले छैन। त्यसको ठाउँमा कुनै जनताको राम्रो काम गरेर होइन, सिंहदरबार चलाएर, अदालत चलाएर, शीतल निवास चलाएर, देशका सबै ठाउँमा सरकारी सम्पत्ति जलाएर, त्यसको आडमा बनेको संविधानले नचिनेको सरकार अहिले सरकार रहिआएको छ, जसलाई सुशीला कार्कीको सरकार भनेर भनिन्छ। जनताले चुनेका पार्टीहरू कोही सल्लाहमा, कोही छन्, कोही खेलबलमा छन्, तर नेकपा एमाले जनताको गर्दैनमा जाने कुरा गरिरहेको छ। वडामा गयो, पालिकामा गयो, आज जिल्लामा तपाईहरूसँग उपस्थित भइरहेको अवस्था छ। यो व्यवस्था र यो संविधान जनताले ल्याएको हो। 23 र 24 गतेको घटनाले तपाईहरूले ल्याएको संविधानलाई अर्धमूर्छित बनाइएको अवस्था छ र संविधान घायल भएको अवस्था छ। त्यो संविधानको रक्षा हाम्रो देशको सेनाले गर्न सकेन, हाम्रो देशको प्रहरी, सशस्त्र प्रहरीले गर्न सकेन। के कारणले यो समयमा छलफल होला, त्यसका अगाडि उनले पनि हात खडा गर्ने परिस्थिति निर्माण भएको एउटा अवस्था छ। यस्तो अवस्थामा संविधानको रक्षा गर्न, जनतालाई सुरक्षित गर्न, जनताकै बीचमा सल्लाह गर्नु बाहेक अर्को विकल्प र अर्को बाटो नेकपा एमाले देखेको छैन। त्यसकारणले हामी जनताका बीचमा आएका छौँ। जति धेरै जनता सडकमा निस्किन सकियो, संविधानले नचिनेको सरकार त्यति खुम्चिएर बस्छ। जनता सडकमा आउने कुरा विलम्ब गरे, आयो भने पनि थोरै आयो भने त्यसले संविधान मिच्ने अभियान गतिका साथ अगाडि बढाउँछ। त्यसकारणले यो भेला, यो जनसभा नेकपा एमालेको दायित्व र कर्तव्य मात्रै थिएन, सबै लोकतन्त्रवादीहरूको दायित्व र कर्तव्य थियो। त्यो भित्र धेरै पार्टीहरू पर्छन्, तर अहिले पनि तिनीहरू कुण्ठाका कुरा गरेर कतिले बैठक गरिरहेका छन्, कतिले एकभन्दा धेरै पार्टी जम्मा गरेको भए पनि संविधान मिच्नेका विरुद्ध होइन, देशको सार्वभौमिकता मिच्नेका विरुद्ध होइन। कतिपयले त भाका मिलाएर नेकपा एमालेकै विरुद्ध कतिपय अवस्थामा बोलिरहेको एउटा अवस्था छ। त्यसकारणले म सबै महानुभावहरूलाई के अनुरोध र आग्रह गर्न चाहन्छु भने आफ्नै जीवनकालमा तपाईले भने जस्तो त भएन होला, तर तपाईको हिजो दलितका नाममा जे अपमान हुन्थ्यो त्यो त घटेको छ नि त। तपाई जनजातिका नाममा जे अपमान हुन्थ्यो त्यो त घटेको छ नि त। तपाई एकल महिलाका नाममा जे अपमान हुन्थ्यो त्यो त घटेको अवस्था छ त। तपाई दलित भएका नाममा जे अपमान हुन्थ्यो त्यो त घटेको अवस्था छ। त्यो लोकतन्त्रले दिएको अधिकार हो हाम्रो भने जस्तो कतिपय कुरा भएन होला, त्यो साँचो कुरा छ। त्यसलाई हामीले पनि महसुस गर्नुपर्ने एउटा अवस्था रहन्छ। तर म आदरणीय जनसमुदायलाई म अनुरोध र आग्रह गर्न चाहन्छु, राजनीति कोही कसैलाई मानिने बनाउने अर्थमा मात्रै बुझिदिनु हो, कसैलाई मेयर बनाउने अर्थमा मात्रै बुझिदिनु भयो भने हाम्रो देश अगाडि बढ्दैन है, देशको गति अगाडि बढाउन सकिँदैन है। त्यसकारणले राजनीतिमा सामेल हुनु भनेको अधिकारको खोजीको यात्रा हो, स्वाभिमानको यात्रा हो, देश बनाउने यात्रा हो। एक्लै हिँड्नु भयो औँला ठडाउने संस्कृति हिजो धेरै थियो, आज घटेको छ। अझै पनि एक्लै हिँड्नु हो भने औँला ठडाउँछन्, मिलेर हिँड्नु हो भने तपाईँलाई सम्मान गर्ने संस्कृति हाम्रो समाजमा अहिले पनि रहिआएको अवस्था छ। यस्तो अवस्थामा अहिले एउटा शब्द सबैको जनजिब्रोमा छ, जेनजी भन्ने। जेनजी भनेको उमेर समूह रहेछ। एउटा मात्रै उमेर समूहले घर चल्दैन, समाज चल्दैन, देश चल्दैन। त्यसकारणले हाम्रो कुनै घरमा 3 पुस्ताका हजुरबा आमा नाति रहिरहेको घर छ, कतिपयमा जिजु हजुरआमा रहेको 4 पुस्ते 5 पुस्ते पनि रहिआएको अवस्था छ। एउटा पुस्ताले घर चल्दैन।